हेलो गाइज गुड मर्निङ। आज म चाहिँ एप्पल गार्डनमा आएको छु र तपाईँहरूलाई कस्तो लाग्छ। आज मैले फेरि एउटा नयाँ रिभ्यू भिडियो गराउँदैछु। पहिला फुल फुलेको थियो, अहिले चाहिँ एप्पल फलेको छ है त। सानो रुखहरूमा पनि फलेको छ। म देखाउँछु तपाईँहरूलाई। ल हेर्नु है त, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। धन्यवाद। ल यो असमै रोपेको, यसमै सानो फलिसकेको छ। यतातिर सर यो सबै असम लगाएको। यो नास्पाती छ यसमा। यहाँ पनि सानो फलेको हो, ट्याक्कै फलेछ एउटा यत्रो सानो रुखमा। यो असमै लगाएको है, यो डिसेम्बरमा लगाएको थियो। म धेरै पछि आएँ यता हाम्रो यो एप्पल गार्डनमा। यो नास्पाती हो, पुरै फलेछ नास्पाती। तपाईँहरूलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला। यो आलु पोखरा हो, आलु पोखरा चाहिँ सकिसकेछ। ओ माई गड। ल एप्पल हेर्नुहोस् है त, एप्पल ओहो ल सबै फलेछ। यो त हाँगै भाँचिएछ। ल हेर्नु त, यो नधानेर यसरी एप्पल फलेको छ। तपाईँहरूले कस्तो लाग्छ हेर्नु होला। एप्पलको रुखमा यस्तो केटाउलाई यो मैले झेक्रा हालिदिएँ भनेको थिएँ, झेक्रा त हालिदिएछ। अस्ति हावाले चाहिँ पुरै भाँचेछ। हावा र पानी आएको थियो, त्यसले चाहिँ भाँचेछ। ल ल है गाइज, तपाईँहरूले चाहिँ खानालाई डिमान्ड गर्नु भयो भने ल एकदम सस्तोमा मिलाएर पाइन्छ है त। ल ओ माई गड, केटाले झेक्रा हाल भनेको यस्तरी लासिएर नधानेर भुइँभरि लटरम्मै भएछ अरे बिचरा। दबाई हालेको एकदम राम्रो भएछ र गुच्छा स्याउ यसरी हाम्रो हेर्नु त। ल ओहो यो स्याउ त बर्बाद भएछ त्यहाँ हिजोको हावाहुरीले। मैले झेक्रा हाल त भनेको थिएँ, केटाहरूले भ्याएन कि बिर्सियो कि गएर सोध्नु पर्ला। फेरि आज कारबाही होला। कसै फलेको छ। यता फेरि यो ओखरको रुख हो, ओखरमा पनि दाना लगाइरहेको छ है। ओखरमा असम त्यति दाना लागेको छैन, त्यति लागेको छ। तपाईँहरूले हेर्नु होला। यो ओखर चाहिँ पाकेपछि पनि म भिडियो हाल्नेछु, त्यति फलेर हिँड्छ असम। यो बाहिरको यो चाहिँ फलेपछि यो आफै फुट्छ अनि ओखर झर्छ है त। ल साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो त कमेन्ट गर्नु होला। यो त असम मरेछ। यो असम लगाएको, यो डिसेम्बरमा लगाएको उसो हो बिरुवाहरू। यसमा पनि ओहो बुटै नुगेर फले त, बुटै पुरै धान्न नसकेर बुटाले। ल है एप्पलको धान्न नसकेर फले रहेछ। यो चाहिँ त्यो उताको चाहिँ गोल्डन एप्पल हो। यो चाहिँ चक्लेटी एप्पल जस्तो छ। बोलो च्याट्टा सानो परेको, धेरै राम्रो। ल है चाहियो भने सम्पर्क गर्नु होला है त मेरो यो भ्लगमा हेरेर। तपाईँहरूले यो चाहिँ चक्लेटी स्याउ रहेछ। पाकेपछि पनि म देखाउँला। चक्लेटी स्याउ पाक्न लागिसकेको छ। यो फेरि गोल्डन, यहाँ पनि छ। यो पनि चक्लेटी स्याउ एकदम राम्रो टकाटक फलेछ यसपालि त। पुरानो रुखमा बेसरी फलेछ। यसपालि लगाएको छु, अर्को वर्ष पनि फेरि भिडियो बनाइजाउँला। ल जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल। हजुरहरूलाई धेरै धन्यवाद। यो स्याउ कस्तो लाग्छ तपाईँहरूले ल डिमान्ड दिनु होला है, कति खाने हो। ल हेर्नु यहाँ यसरी धान नै नसकेर यसरी यहाँ नुगेर बसेछ। ल
ओके ल पाकेपछि फेरि त भुइँभरि